पारस मुकालम र उदयमान गायिका सुनिता थेगिमको संयुक्त आह्वान सेपमान यानी कि ड्रिमको विमोचन समारोहमा यहाँहरू सबैजना उपस्थित भइदिनु भएको छ। यहाँहरू सबैजनालाई हामी भित्री हृदयबाट नै एकदमै धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। र म यो कार्यक्रमको सुरुमा यस कार्यक्रमकी आजको आकर्षक व्यक्तित्व सबैको चासोको केन्द्र बिन्दु गायिका सुनिता थेगिमलाई नै म स्टेजमा सुरुमा आमन्त्रण गर्दछु। हेलो, धन्यवाद आदरणीय देवेश्वर लिम्बू।
मलाई पनि एकछिन उभिदिनको लागि सबैजनालाई धेरै धेरै धन्यवाद छ। अलिकति ताली पुगेन, सबैजना मोबाइलमा व्यस्त हुनुहुन्छ जस्तो छ। यो मिसको लाइक गर्नुहोस्, सेयर गरिदिनुहोस् भनेर सहयोग गरेर आउँछु। मेरो एक शब्द सुनिताले मलाई टेक्स्ट गर्नुभयो कि हटसट कान्तिपुरमा राखिदिनु पऱ्यो भने मेरो त्यो अधिकार छैन। तर मैले भनेको कुरा दिनेटी सरले काट्नुहुन्न, म एकचोटि एसएमएस गर्छु भने एकै वचनमा ल सुन्दा थियो कि भन्नुभयो र हटसट राखिदिनु। थ्याङ्क यू दिनेश सर, यहीँबाट तपाईँलाई म आभार व्यक्त गर्न चाहन्छु। दिनेशजी सर र मेरो धेरै चिजहरू मिल्छ, धेरै चिज नै मिल्छ। एउटा विवाह गरेको मात्र मिल्दैन, म अविवाहित हो। अरू चिज धेरै मिल्छ कि राम्रो चिज छ नि, यस त्यसलाई एप्रिसिएट गरौँ कि राम्रो चिजलाई हाम्रो भन्न सिकौँ। यहाँ कतिपय मान्छेहरू, कतिपय हामी, मै पनि स्वार्थी हुनसक्छु कि सबैलाई म राम्रो भन्छु तर मनमने चाहिँ मभन्दा चाहिँ राम्रो छैन त्यो भन्ने जस्तो। अनि मेरो कोट कस्तो लाग्यो भने तिम्रो कोट भव्य छ यार, राम्रो छ, एकदम दामी छ एकदम, तर मेरो कोट जतिको चाहिँ होइन भन्छ। हामीहरू मनमा चाहिँ त्यसरी मनभित्र चाहिँ पाल्छौँ क्या त्यस्तो नेगेटिभ सेन्सहरू। म चाहिँ त्यस्तो चिजहरू चाहिँ झन्डै झन्डै माइनसै छु। म त्यो चिज राख्न जानेर अन्जानमा त्यो ईर्ष्या पालेन, सरी यहीबाट। र पारस एकदम सल्युट पारसजीलाई, विष्णु भाइ यसरी खटिरहेको छ। इन्टायर टिम, लिरिसिस्टहरू जसले यति मिठो उसलाई शब्द, मलाई सेवारो मन पर्यो। मलाई यो सेवारो शब्द साह्रै मनपर्छ। मेरो एल्बममै हेर्नुहोस्, जदौ, सेवारो, आसेवारो, दर्शन नमस्ते, यस्तो चिजहरूले फाप्छ पनि र यो ब्रान्ड बनाउनु होला एकदमै। म त आज प्रत्यक्ष उसको सुनिताको लाइभ हेर्ने मौका मिल्यो। भविष्य सुन्दर छ। मैले अघि पनि अत्तालिनु हुँदैन, हतारिनु पनि हुँदैन, सुखमा मात्तिनु पनि हुँदैन। अघि त मैले 18 वर्ष त भने तिम्रो एज जतिको त मैले गीतै गीत गाइसकिसकेँ। सो कारणले मैले कहिले पनि अत्तालिनँ। कतिपय अवस्थामा अत्तालिने अवस्था पनि आयो, म झन्झन भयो होला, तर साथीभाइको सहयोग, बुलु काकाको जस्तोको सहयोगको कारणले आज म यति डरो छु कि झन्डै झन्डै मैले जहाँ टेक्छु सुरुवात सङ्गीतको त्यहीँ पनि हुने गर्छ। तर त्यो मैले मात्र नभएर तपाईँहरूको आत्मविश्वास, तपाईँहरूको सुझाव, तपाईँहरूको आशीर्वादले सम्भव भएको। यस्तै तरिकाले सुनिताजीलाई माया र आशीर्वाद दिनुहोला भन्दै मेरो 2 शब्द यहीँ टुक्राउँछु। धन्यवाद, दर्शन। Rise